साथीहरु सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। सो साथीहरु आज चाहिँ म नानीलाई सुई लगाउन आएको छु अस्पताल। अनि बाबु पनि आछन्। मेरो छोरी चाहिँ आउँदैछ बाबासँग। हामी चाहिँ अस्पतालमा छौं। बाबु यता गरी न। ताता गरी नि मम्मीले हेर्छन् नि। मम्मीले हेर्छन् नि। हामी चाहिँ यो अस्पतालमा आएको छौं। यतानिर चाहिँ यस्तो रोड लागेको छ। मेरो छोरीले चाहिँ अझै आएको छैनन्। मेरो छोरी चाहिँ आउँदै छिन्, त्यही भएर हामी चाहिँ छोरी कुर्दै बस्दै गरेको। बाबु ड्याडी देखिछु देखिछु मम्मी भन मम्मी भन भन्दिन। सो साथीहरु मेरो छोरी आइसक्यो तर चाहिँ यो अस्पतालमा चाहिँ सुई नलगाउने रे। यहाँ चाहिँ डाक्टर आएर गइसकेको छ नि। अब अर्को अस्पतालमा जानुपर्ने भयो मेरो छोरीको सुई लगाउनको लागि। यता हेर्नु न। चलो अब चाहिँ हामी अर्को अस्पताल जान्छौँ। यहाँ चाहिँ बाबुको लागि औषधि लिँदैछौँ। अब अर्को अस्पताल गएर छोरीको सुई लगाउने हो। चलो यहाँ दे हाई भन्नु ताता गर्दै ताता ताता यहाँ हेर न ताता। बाबा छोरी कता हिँडेको हो? बसौँ शीतलमा। सो साथीहरु यहाँ चाहिँ मेरो बुढाले तरकारी किन्दै हुनुहुन्छ। हामी चाहिँ अझै अस्पताल पुगेको छैनौँ। यहाँ चाहिँ तरकारी लिएको रहेछ। के अरे कति हो र? 30 रुपैयाँ किलो। वहाँ त 20 रुपैयाँ किलो। उसा नल्याउने। कति महँगो रहेछ? आऊ न टुकुनी आऊ। तो साथीहरु हामी चाहिँ नानीलाई सुई लगाएर आइसक्यो। अहिले चाहिँ मेरो बुढा तरकारी लिन जानु छ। अहिले चाहिँ तरकारी महँगो भएर लिएन। अनि फेरि छोरा किन्न गएको छ। यो छोरी चाहिँ रोइन् सुई लगाउँदा र गाउँ आया बथ्यो आया बथ्यो। हामी चाहिँ नानीलाई सुई लगाएर आइसक्यौँ। अहिले चाहिँ बाटोमा छौँ। आया भएको नानी साथीहरु हामी चाहिँ नानीलाई सुई लगाएर आइसक्यौँ। अहिले चाहिँ हामी घर आएर खाना पनि खाइसक्यौँ। खाना बनाएर खाएर एकछिन आराम गरेर अहिले चाहिँ उठेर माथि आएको छु। मेरो छोरी चाहिँ यहाँ बसेको छु। मेरो छोरीलाई चाहिँ अहिले खासी दुखेको रहेछ क्या, खासी रोएकी छैनन्। हामी चाहिँ आएर खाना बनाएर नै खाइसक्यौँ। आजको लागि चाहिँ यति नै। अनि अर्को भिडियोमा देखाउने छु म। सबैजनाले हेरेर माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला।